बिहिबार दिउँसो 2 बजेका लागि शपथ ग्रहणको कार्यक्रम तय भएको थियो। 1 घण्टा अघिदेखि नै सिंहदरबार स्थित संसद भवनमा सांसदहरूको आवागमन सुरु भइसकेको थियो। 2 बजेपछि संसद भवनभित्र सांसदहरू रवि र बालेनको प्रतीक्षा गरिरहेका हुन्छन्। केही बेरमा पर्खाइको घडी सकिन्छ। बालेन शाहको इन्ट्री हुन्छ। सांसदहरू प्रवेश गर्ने ढोका नजिकैको कुर्सीमा राप्रपा सांसद ज्ञानेन्द्र साई र हर्क साम्पाङ लगायत सांसदहरू बसेका हुन्छन्। त्यसपछिको रोमा प्रचण्ड र रामबहादुर थापा बादल लगायतका सांसदहरू बसेका थिए, तर उनीहरूसँग बालेनको इन्टरेक्सन हुँदैन। तेस्रो रोमा रासोपाका 2 उपसभापति डीपी अर्याल र स्वर्णिम वाग्ले बसेका थिए। बालेन छातीमा हात राख्दै अघि बढ्छन् र रासोपाका सांसदहरूले उठेर बालेनको स्वागत गर्छन्। रासोपाका 2 सभापतिहरू डीपी अर्याल र स्वर्णिम वाग्लेसँग हात मिलाएर बालेन पहिलो रोमा रहेको कुर्सीमा बस्छन्। त्यसपछि पर्खाइ सुरु हुन्छ रवि लामिछानेको। करिब 8 मिनेटको पर्खाइपछि रवि लामिछानेको इन्ट्री हुन्छ। लामिछाने चारैतिर आँखा डुलाउँदै नमस्कार गर्दै प्रवेश गर्छन्। त्यो बीचमा लामिछाने र प्रचण्ड बीच निकै छोटो इन्टरेक्सन हुन्छ। लामिछाने आफ्नो पार्टीका सांसदहरूतर्फ अघि बढ्छन्। लामिछानेलाई रासोपाका सबै सांसदहरूले सम्मान स्वरूप उठेर हात जोड्दै स्वागत गर्छन्। बालेनसँग हात मिलाएर रवि लामिछाने पनि आफ्नो आसनमा बस्छन्। लामिछानेको प्रवेशपछि